राइट के छ कमेन्ट पढ्ने होइन त सुन्तला देखाएर भाइरल भएपछि कमेन्टको त लहर नै लाग्नेछ त्यति मात्र होइन आज हामी टिकटकका भाइरल मोडलहरूको भाइरल भिडियोमा आएका वान अफ द बेस्ट कमेन्ट पढ्नेछौँ ल के छ चिप्स स्न्याक्सहरू बोकेर रेडी हुनुहोस् है त आज खत्रै रमाइलो हुनेवाला छ सो लेट्स गो क्याप्सन हेर्नु नि क्याप्सन काम सुरु गर्नुभन्दा पहिले मुड सुरु गर्नुपर्छ रे किचनमा नाचेर शिव प्रभात भिडियो हेर है त लेकिन यार यहाँ में पिघल गया कैसे कैसे लोग रहते हैं यार हट दिदी कडा कमेन्ट पढौँ है त सधैँ पछाडि बटो नदेखाउन माया यति राम्रो नाच पछाडि मात्र देखाएर हुन्छ त यसो अगाडि पनि नजर लाउन पाए हुन्थ्यो नाच्न पनि भान्सा मात्र पाइन्छ कि क्या हो पैतला त दुवैतिर ठिक थियो पछि चाहिँ दाहिनातिर मात्र बढी भयो गजब बेइज्जती है भिडियो खिच्ने मेरो काम भगवानले यो भाइलाई कुन कुन कुरामा ठगेका रहेछन् हेरौँ है त भगवानले मलाई सबै कुरामा ठगे पनि माया गर्ने मान्छे चाहिँ स्वरको अप्सरा जस्तै देखाउन् आँखामा हेरिरह्यो भने डुब्न मन लाग्ने गालामा हेरिरह्यो भने टोक्न मन लाग्ने ओठमा हेरिरह्यो भने कालकुती लाग्ने झन् डिम्पल बस्ने गरी हाँसी भने त मलाई लागेको भोक पनि हराउँछ कमेन्ट पढौँ है त नयाँमा त 2-3 महिना मजै आउँछ हो तर कहाँ मजाले मात्र नि जिन्दगी चल्दैन गाह्रो छ नि 6 months later हाम्रो पनि थियो कुनै दिन अहिले अरूको अँगालामा बाँधिएर हिँडेको छ अरूको टुरी देख्छु मक्का पर्छु आफ्नो नहुँदा छक्क पर्छु यस्तो भिडियो बनाएर नहालिदिउँ त मित्र हामी सिङ्गल मान्छेलाई गाह्रो हुन्छ हजुर आँखामा बढी हेऱ्यो भने त झगडा हुन्छ त हजुर दुईवटा बुढाको माझमा सुत्ने रहर थियो कसले पुरा गरिदिएला भिडियो हेरौँ है त अभी मजा आएगा ना भिड़ो प्यारी समझ गई यस्तो भिडियोको कमेन्ट त पढ्नै पर्यो नि सुरु गरौँ है त आकाशको तारा देखिएला नि फेरि इच्छा पुरा होस् फलामकै रहेछ दिदीको मसँग बङ्गाली साथी पनि छ है मारो मुझे मारो भोलिपल्ट तोरीको फुल देखिएला अनि कागती पानी खाने खरो होला सुन्तलाको भिडियो त हेरियो अब कमेन्ट पनि हेर्थ्यौ है त मेरो आँखा बिग्रिएको हो कि के हो साथीहरू सुन्तला त सानो ठुलो देख्छु त सुन्तला त धन्दै झरेन नि सेबास छोरी समाजको अगाडि यसरी नै छाती फुलाएर हिँड्नु म चाहिँ तल खाटाको खुट्टा निरेको बोतल मात्र हेरिरा सुन्तला अनि डेलिभर हुन्छ कि नै मलाई कस्तो खान मन लागेको थियो ल्याम ल्याम भिडियो कस्तो लाग्यो यदि मन पर्यो भने लाइक कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला फेरि भेटौँला अर्को धमाकेदार भिडियोमा